सो खम्नी म गनगला गोयन्चुरङको नमस्कार सबैजनालाई वेलकम ब्याक टु माई फेसबुक ब्लग हो। सो आज यसरी नै मेरो ब्लग रहेको छ। हाम्रो माखामा सेकेन्ड म्याच रहेको थियो र अनि म यसरी नै जाँदै थियो। म एक्लै थियो, अरू सबै टिम उता थियो। सो म त्यसो गर्दै पुगिहालेँ। म पुग्दाखेरि हाम्रो यहीँ तल गाउँ कोले बाईहरूको म्याच हुँदो रहेछ। सो उनीहरूको म्याच हेर्दै नै उनीहरू पेनल्टीसम्म पुग्यो हो। सो पेनल्टीमा उनीहरूले 2 गोल लगाएर पेनल्टीमा उहाँले जितेको छ हो। सो त्यो उनीहरूलाई म कङ्ग्रेस गर्न चाहन्छु अनि उनीहरू अब नेक्स्ट म्याचमा को लागि बेस्ट अफ लक पनि दिन चाहन्छु। सो यसरी नै हाम्रो म्याच रहेको थियो हो उता रङको बयस लिङ्गीको पट्टि हो। सो अनि यसरी नै उनीहरूको म्याच निकालेपछि हाम्रो ड्रन आएको थियो, सेकेन्ड म्याच थियो। सो मेरो सेकेन्ड म्याचको लागि प्रिपेयर गर्दै थियो। यसरी नै वार्मअप समअप गरेर अनि म सबैजना आइपुगेर हो ग्राउन्डमा अहिले विन्टरको सिजन हो, धुलो साह्रै उड्छ नि त, अनि यसरी नै पानी पनि लाउँदै थियो हो। अरू के छ तपाईँलाई अरू भन्नु? अरू त केही छैन हो। आज के सोचेर आउनु भएको छ तपाईँले? आज ह्याट्रिक छ होला। ह्याट्रिक होला। हुन्छ, अल द बेस्ट। गोलकिपर अन्त कस्तो छ अहिले? ठिक छ नि त? ठिकै छ एकदम। केरो प्लेइङ 5 हैन? जोन टासो हेलो खोइ प्लेइङ 5। सो अनि यसरी नै हाम्रो मेन रेफ्रीले लाइनअपको सिग्नल दिनुभयो अनि हामीले यसरी नै लाइनअप गर्दै थियो। सो आज के हो यो टिमको त सबै सिक्स प्याक बोक्ने मात्रै छ त। यो दुईजनाको त झन् कति छ हौ? ओ प्याक्स देखाउने त, ओ प्याक देखाउनु हौ। तिनजना सँगै बसौँ है यसरी। ठिक छ। सो यसरी नै मेन रेफ्रीको सिटीको साथ हाम्रो ग्राउन्डभित्र प्रवेश गर्यो हो। हामीहरू यसरी मिलेर सबैजना यस्तै हो विन्टरतिर यसो फुटबल अर्गनाइज गरेको थियो र माका युथ केटाहरूले। अनि यसरी नै हाम्रो यस्तै टाइमतिर नै गेट टुगेदर हुन्छ, मजाले भेटेर फुटबल खेल्न पाउँछौँ साथीभाइहरू हो। यो म्याचको दुईटै हाफ 20 मिनेट्स हुनेछ। अच्छा बेक दिले गुड बल दामी बल। सो यसरी नै गेम स्टार्ट भए पश्चात उहाँहरूले उता लिङ्गी रङको बोइसहरूले एक गोल हाल्यो हाफ टाइम अगाडि। अनि सो उसको बादमा हाफ टाइम गए पश्चात हाफ टाइम पछाडि फेरि पनि एक गोल लगाएर उहाँले 2-0 थियो। अनि यसरी नै खेलिरहेको थियो। हाम्रो लास्ट आवरमा हाम्रो जोन टासो सरले पनि एक गोल लगाउनु भयो। अनि सो त्यसरी नै अनि एडिसनल मिनेटमा मैले एक गोल लगाएर इक्वलाइजर भएर चाहिँ हाम्रो म्याच चाहिँ पेनल्टी सुटआउटसम्म पुग्यो हो। सो यसरी नै पेनल्टी सुटआउट उहाँहरूको फर्स्ट थियो, उहाँले बारमा लगाएर किपिङले हल्का हात छोएर बाहिर निक्ल्यो। सो अनि उसको बादमा म गएको थियो हो। सो मेरो सुटआउट थियो अनि मैले सुट गरेको। सो किपिङले दामी सेभ गरेर बाहिर निकालिदिनु भयो त्यो बल हो। सो अनि उसको बादमा फेरि सेकेन्ड उहाँ रङको बयस्कोले सुटआउट थियो हो। सो अनि उता रङको बयस लिङ्गीको सेकेन्ड उहाँले पनि हिर्काउनु भयो, उहाँले पनि बारमा हानेर त्यतिमै स्टप भयो। सो अनि उसको बादमा हाम्रो टर्न आएको थियो। फेरि पनि हाम्रो सुटआउट गर्ने हाम्रो मिस्टर अङछिङ लेप्चा हुनुहुन्थ्यो अनि उहाँले सुट गर्नुभयो अनि उहाँले गोल गर्नुभयो हो। अनि उसको बादमा फेरि पनि उताको 3-3जना हान्ने राउन्ड थियो। सो उसमा चाहिँ उहाँको फेरि रङको बयसको पनि आएको थियो, उहाँको विचार प्रेसरै थियो। सो उसको बादमा हिर्कायो हो, किपिङले आरामले सेभ गरिहाल्यो। उसको बादमा हामीले जितिहाल्यो म्याच। अनि उसको बादमा फर्केर आउँदै थियो यसरी नै विशाल भाइ, हाम्रो सिङ्गलको विशाल भाइ, उहाँ पनि किपिङ खेल्नुहुन्छ, अति नै राम्रो खेल्नुहुन्छ। उहाँले यसो रेला गर्दै इन्टरभ्यू लिन थाल्यो मेरो हो। सो अनि यसरी नै इन्टरभ्यू लिँदै रेला गर्दै मजाक गर्दै आज हाम्रो म्याच यतिमै सक्यो। अनि उसको बादमा हाम्रो आनन्दको बाइकमा चढेर सरर आए घरको तर्फ हो। सो अनि यस्तै भयो आजको ब्लग हो, आजको फेसबुक ब्लग यस्तै थियो आजको हो। सो गाइस यसरी नै लाइक कमेन्ट अनि सपोर्ट गरिदिँदै गर्नु होला, भयो भने तपाईँहरू सेयर पनि गरिदिनुहोस् होला हो। सो हाम्रो मेरो ब्लग यति नै रहेको छ आजको हो।
सो थ्याङ्क यू सो मच तपाईँहरूले हेरिदिनु भएकोमा यहाँसम्म आइपुग्नु भयो भने लाइक पनि गरिदिनु होला थ्याङ्क यू सो मच